तामाङ समुदायको निम्ति पनि नेवार समुदायको निम्ति पनि केही सकारात्मक र गर्व गर्न लायक काम गर्न सुरु गरेकै हो। चाहे भाषा सम्बन्धी कुरा होस्, चाहे संस्कृतिसँग सम्बन्धित कुरा होस्, हामी केन्द्रीय सरकारको तर्फबाट प्रदेश सरकारको तर्फबाट पनि हामीले पहल गरेकै हो। तर यो कुरालाई हामीले संस्थागत रूपले र सङ्गठित रूपले जनतामा लैजान अझै सकिएको छैन। म यी अधिवेशन मार्फत तपाईँ तामाङ समुदायका सबै नेता, यहाँ विद्वान हाम्रो परशुराम तामाङ जस्ता कमरेडहरू पनि हुनुहुन्छ जसले इतिहासको, संस्कृतिको, अर्थतन्त्रको राम्रो अध्ययन गर्दै हुनुहुन्छ। उहाँले मलाई यहाँ अहिले पनि भन्दै हुनुहुन्छ, यहाँ हामी मकवानपुर या सिन्धुली या चाहिँ काभ्रे, सिन्धुपाल्चोक जहाँ तामाङहरूको छ र हाम्रो सरकार पनि हाम्रो छ, त्यो सँगै जोडिएको भूगोल पनि छ, त्यस्तो ठाउँमा एउटा विशेष योजना बनाएर विकासलाई गति दिनु पर्यो। र यहाँ फेरि तामाङ समुदाय अहिले चाहिँ उपत्यकामा या बागमतीको कुरा गर्दा मानव विकास सूचकाङ्कमा त सबभन्दा अगाडि छ बागमती। तर समुदायगत रूपले हेऱ्यो भने यहाँ ठुल्ठुला दलाल पुँजीपति, अरबपति, खरबपति पनि छन्। तिनको र हामी गरिब मजदुर किसानको सरदर निकाल्दाखेरि बढी देखिए पनि रियलमा जनताको चाहिँ विकासको स्थिति त्यति राम्रो छैन। यी सबै कुराहरूलाई पनि विचार गरेर हामीले तामाङ समुदायलाई अझ बढी सहयोग गर्नुपर्छ, अझ बढी योजना बनाउनुपर्छ भन्नेतिर हामी छलफल पनि गर्दैछौँ। त्यसकारण कमेडहरू र मित्रहरू, हामी अहिले एउटा वार्मअप भन्छ नि, वार्मअप चलिरहेको छ अहिले देशभरि, तताउने कुरा चलिरहेको छ। किनभने हामी अलिअलि गल्ती पनि भयो, कहिले काङ्ग्रेससँग कहिले एमालेसँग गर्दा गर्दा मान्छे कन्फ्युज भयो। माओवादी पनि उस्तै भयो, हो क्या हो भन्ने जस्तो पर्न गएको थियो। त्यसलाई फेरि ट्र्याकमा ल्याउन त अलिकति समय लागिरहेको छ। तर पनि हामीलाई राम्रो के गर्यो भने काङ्ग्रेस एमालेले नै हामीलाई सहयोग गरेका छन् जनतातिर फर्किन, वर्गतिर फर्किन, मुद्दातिर फर्किन, नेगेटिभली, नकारात्मक रूपले, जसरी प्रतिक्रियावादीहरूले सधैँ गर्ने गर्छन्। त्यसकारण यो हाम्रो लागि अवसर भएको छ। हामीले भन्यौँ अब हामी कसैको बुई चढ्नेतिर होइन, हामी आफ्नै स्वतन्त्र पहलमा, आफ्नै तागतमा, आफ्नै जनता विचार र मुद्दाको तागतमा हामी लडाइँ लड्छौँ भनेर सङ्कल्प पनि गऱ्यौँ हामीले। र त्यो सङ्कल्पसँगै जति पनि चाहे चुनावहरू भएका छन्, हामी एक्लै विजयी हुँदै गएका छौँ। हामी एक्लै, चाहे तपाईँ उपचुनाव हेर्नुहोस्, चाहे सोभि चुनाव हेर्नुहोस्, चाहे पत्रकार महासङ्घ हेर्नुहोस्, काङ्ग्रेस एमाले एकातिर, हामी एकातिर हुँदा पनि हामी एक्लै धेरै ठाउँमा रिकर्ड बनाउने गरी जितेका छौँ। विद्यार्थी बुद्धिजीवीहरू, ती भने त अलि सचेत मानिसहरू नै हुन्। तपाईँ महेन्द्र मोरङ क्याम्पस इतिहासमा हामीले पहिलोचोटि हामीले चुनाव जित्यौँ। विराटनगर डिग्री कलेज एउटा ऐतिहासिक कलेज हो, हामीले पहिलोचोटि जित्यौँ। पाल्पाको